आज मिति 2082 साल जेठ 25 गते दाङमा करिब बिहान 11 बजेतिर एउटा दुखद घटना घटेको छ। हो दर्शक वृन्दहरू, हेलो, वेलकम अनि नमस्कार। स्वागत छ तपाईहरूलाई पीडीसी नेटवर्कमा र तपाईहरू हेर्दै हुनुहुन्छ पीडीसी नेटवर्कको नयाँ र लेटेस्ट जानकारी भिडियो, जसमा हामी कुरा गर्नेवाला छौँ दाङ तुलसीपुर उपमहानगरपालिका 13 बखरियामा भएको एउटा यात्रुवाहक बसको दुर्घटनाको बारेमा। अब ढिला नगरी सिधै चर्चा गरौँ यसै विषयवस्तुतर्फ नै। त दर्शक वृन्दहरू, हामीलाई प्राप्त जानकारी अनुसार आज बिहान करिब 11 बजेतिर गोलटाकुराबाट तुलसीपुरतिर आउँदै गरेको यात्रुवाहक बस ना 4ख 4009 नम्बरको गाडी बखरियाबाट आउँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा 1 क 877 नम्बरको गाडीलाई ओभरटेक गर्न खोज्दा सडकको बायाँ तर्फबाट करिब 45 मिटर तल खसेको थियो र उक्त घटनामा 2 जना मृत भएका छन् भने करिब 35 जना भन्दा बढी घाइते भएका छन् र घाइतेको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ। हामीलाई प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा दङ्गी शरण गाउँपालिका 2 की 37 वर्षीय शान्ता खड्का चौधरी र सोही ठाउँका 65 वर्षीय नारायण भण्डारी मृत भएको जानकारी प्राप्त भएको छ भने मृत परिवारलाई हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूलाई शीघ्रभन्दा शीघ्र स्वास्थ्य लाभ रहोस् भन्दै हामी कामना गर्न चाहन्छौँ। र आजको भिडियो यहीसम्म नै थियो। तपाईहरूलाई के भन्नु छ यस विषयवस्तुमा? कृपया आफ्नो विचार कमेन्ट गरेर बताउन नभुल्नुहोला। हस्त, बाई बाई।